Hello everyone, good morning. Welcome back to my YouTube channel. New day अनि new vlog है. तपाईहरु कस्तो हुनुहुन्छ? आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ भनेर अनि म पनि एकदम सन्चै छु. आज चाहिँ मेरो नानी अलिकति सन्चो भएको छ हो. अन्त हिजो भन्दा चाहिँ पुरै सन्चो भएको छ. लाइफमा जन्मेको दिनको चाहिँ फर्स्ट टाइम ज्वरो आएको मेरो छोरीलाई हो. अन्त अहिले चाहिँ सुतिरहेछ हो यहाँनिरी. गरमले पाकेर मोल्नु आँटे गाइस. यहाँ चाहिँ भर्खर बिहानदेखि बत्ती गएको भर्खर मात्रै बत्ती आयो हो. अन्त आजको वेदर चाहिँ लुगा धोएर सुकाइरहेको थिएँ, त्यो पनि डल्लै भिज्यो पानी परेर. के गर्नु गाइस, बर्खा झरी यस्तै हो, लुगा सुक्दैन नानीको है. यहाँ त्यस्तो भइरहेको छ दिन. पानी परेर बल्ल बल्ल रोकिन्छ है. अनि आज चाहिँ म बनाउन आँटेको छु फिश करी. सो तपाईहरुलाई म देखाउँछु, हेर्दै गर्नुहोस्. यहाँनिर चाहिँ मैले मजाले माछा धोएर है नुन हर्दी हालेर चाहिँ मजाले यसलाई मोलेँ. त्यहाँदेखि चाहिँ एकछिन राखेँ होइन. राखेपछि चाहिँ अन्त त्यहाँदेखि मैले फ्राई गर्नु थालेँ मजाले होइन. कडा कडा पारेर फ्राई माछा चाहिँ मलाई पुरा मनपर्छ हो. अन्त मेरो हस्बेन्डले पनि पुरा मन पराउनुहुन्छ नि त. अन्त नानीलाई पनि दिन्छु भनेर चाहिँ मजाले कडा गरेर फ्राई गरेँ. फ्राई गरिसकेपछि चाहिँ मैले यहाँ मसला ससला हालेर है, म बेसी मसलाहरू खाँदिनँ. उयोहरू मात्रै प्याज टमाटर हो जिराहरू हालेर त मैले मजाले बनाएँ, झोल मजाले बनाएँ. त्यहाँदेखि चाहिँ यहाँनिर मैले भात टक्कै बसाएँ. झोल चाहिँ मजाले अब हालेर उम्लिसकेको थियो. त्यहाँदेखि चाहिँ माछा माथिबाट मजाले हालेँ. या त गरमले गनाइहाल्छ साथीहरू, दामी भएको थियो होइन. त्यहाँदेखि यहाँ चाहिँ मैले हतार हतार नानीलाई खाना दिइहालेँ. अब नानी भोकाइरहेको थियो. हाम्रो नानीले फेरि खाना खानै मान्दैन. हेर्नुहोस् न, दुध मात्रै खान्छ हो. अब दुध नदिँदा पनि उयो हुन्छ, मान्दैन, खानै खाइदिँदैन. खै के भएको हो. अन्त चाहिँ यहाँनिर मैले अब जबरजस्ती दिने कोसिस गर्दैछु. 1-2 चम्ची खायो भने पनि अलिकति भए पनि अडिन्छ नि त. अन्त फेरि अब अस्तितिर ज्वरो आइरहेको थियो नानीलाई भनेर चाहिँ अब चाहिँ खुवाएको. अन्त त्यसले चाहिँ फोन हेरेको थियो होइन. अन्त मैले चाहिँ यहाँनिर कम्मरमा बेल्ट लगाइरहेको थियो. कम्बर दुखेर कस्तो दुख्छ साथीहरू कम्बर. यो सी सेक्सन गरेर त झन् पुरा दुख्दो रहेछ है. अब के भन्छ फेरि चिसोहरू बेसी खेलाउनु भएन. अन्त फेरि अब बेसी गरमहरू उचाल्नु हुँदैन रहेछ. पुरा दुख्छ नि. यहाँनिर चाहिँ नानीले खाँदिनँ भनेर टाउको हल्लाउँदैछ हो. आजकल बाठी भएको छ हाम्रो नानी, खाँदिनँ भन्दै टाउको हल्लाउँछ हो. कस्तो बाठी भएको छ नि, अब दिनदिनै ठुलो हुँदैछ. अन्त म चाहिँ यहाँनिर रिसाउँदै थिएँ नि त. अन्त कराउँदै थिएँ नि त कि खाउ पारेर. त्यहाँदेखि खाएकै थिएन हो. त्यहाँदेखि मैले जबरजस्ती गरेर भए पनि 1-2 चम्ची मात्रै खुवाएँ नि, बेसी खुवाइनँ. अन्त अब खुवाउनै पर्छ साथीहरू. खाना खाए भात त अलिकति भए पनि अडिलो हुन्छ नि त हो. जिस्काउँदै भए पनि खुवाएको. खानु माने त के र, खाँदै खाएन साथीहरू यहाँ नानीले भात. हेलो एभ्रिवान, हेर्नुहोस् न, त्यतिकै आज 7:30 हुनु आँटिसक्यो हो. मैले 12 बजी लन्चको चाहिँ लन्च खाएको चाहिँ भिडियो गरिनँ, किनभने पानी पुरा पर्दै थियो. आज पुरा पानी आयो. अन्त नानीसँग फेरि मलाई नानीसँग चाहिँ अब भयो नि त, अलिक झिझै भयो भिडियो गर्नु होइन. त्यहाँदेखि हस्बेन्ड पनि आज ढिलो आउनुभयो. हस्बेन्डलाई पनि पर्खिरहेँ. अरू बेला पनि पर्खिरहन्छु कि. अन्तखेरि आज चाहिँ निकै ढिलो आउनुभयो नि त. अन्त अरू बेला पनि हामी चाहिँ म खाना बनाएर हस्बेन्डलाई पर्खिन्छु. हस्बेन्ड आएर चाहिँ त्यहाँदेखि पहिला म खान्छु होइन खाना. अन्त हस्बेन्डले हेर्दै गर्छ नानी. त्यहाँदेखि चाहिँ मैले खाइसकेर म हेर्छु, त्यहाँदेखि हस्बेन्डलाई दिन्छु नि त. अन्त त्यस्तो गर्छु. अन्त आज त ढिलो आउनुभयो नि त. अन्त मलाई फेरि पुरा भोक लागिसकेको थियो. बिहान पनि मतलब हल्का फुल्कै खाजा खाएको थिएँ. त्यहाँदेखि 3 बजिसकेको थियो नि त. 3-4 बज्न आँटेको थियो होइन. अन्त चाहिँ मैले हतार अब नानी त्यत्तिकै खेल्दै थियो, भुलाउँदै मैले हतार मैले खाना चाहिँ खाइहालेँ होइन. अन्त चाहिँ खाना खाँदा चाहिँ आज 12 बजी बहिनीको फोन आएको थियो नि त, नन्दको कि. अन्त आज उसको नानीको चाहिँ सानोबडी भात खुवाइको यस्तै पार्टी गरिदिएको अरे नि त. यहाँ चाहिँ पुरा मच्छर छ है गाई. सिलगढीमा चाहिँ पुरा मच्छर, अलिकति दैलो भयो कि हुटुटु मच्छर आउँछ. अन्त चाहिँ भात खुवाइछ नि त. अन्त बोलाइरहेछ नि त.
टाउको भएको थियो कि अब पार्की लागेर कस्तो भात खोइ बोलाइरहेछ होइन अन्त अघि बोलाएको होइन अन्त अब चाहिँ हस्बेन्ड पनि ड्युटी गइरहेको छ नि त अन्त त्यतिखेर अब ड्युटी छुट्टी भएर मात्रै जान्छु हामी अब भर्खर नानी पनि सुतिरहेको छ हो अन्त नानीलाई चाहिँ अहिले निकै सन्चो भइरहेको छ मजाले खेल्दैछ होइन खुसी लाग्यो अब मलाई चाहिँ क्या अलिक उयो भयो भनेर नभए चाहिँ टेन्सन भइरहेको थियो कहिले ज्वरो आएको थिएन नि त बिचरा हाम्रो नानीलाई कि अन्त फेरि अब साह्रो पर्छ है नानीहरूलाई हामी ठुलो मान्छेलाई त कस्तो साह्रो पर्छ ज्वरो आउँदा नानीलाई झन् कस्तो हुन्छ अन्त चाहिँ अब सिधै रेडी भएर हस्बेन्ड पनि आउनु हुँदैछ अरे त्यहाँदेखि सिधै विशाल मेगामार्ट जान्छु होइन अब नानीको लागि केही लगिदिन्छु हेरेर है अन्त अहिले चाहिँ म चिया खाँदैछु यति 7:30मा चाहिँ मैले चिया खाँदैछु है गाइजहरू चियाको त्यस्तो डरलाग्दो ह्याबिट है हेर्दै गर्नुहोस् ल त्यो दिन चाहिँ म देखाउँछु नि तपाईँहरूलाई कुन चाहिँ जग्गा हो भनेर है यहाँ चाहिँ हामी जानुको लागि रेडी भएर निस्केँ रेडी भएर अन्त नानीले बाई बाई भन बाई बाई भन्दै थियो अन्त यहाँनिर चाहिँ हामी चाहिँ विशाल मेगामार्ट गएको नि त अन्त त्यहाँनिर पार्किङको जग्गै छैन त्यही भएर चाहिँ भेगाको त्यही राखेर चाहिँ हामी हिँड्दै गएँ त्यहाँदेखि बाउ र छोरी चाहिँ यहाँनिर अगाडि जाँदै थियो त्यहाँनिर पार्किङ छैन नि त अन्त अलिकति हिँडेर जानुपर्छ अन्त यहाँ हामी चाहिँ पुगेँ विशाल मेगामार्ट त्यहाँदेखि चाहिँ हामीले हतारमा चाहिँ कुद्दै गएँ स्पिड गएँ पर गएर चाहिँ मैले चाहिँ हतार नानीको लुगा लिइहालेँ हो यहाँनिर चाहिँ एकदम रिजनेबल प्राइसमा पाउँछ सबै अन्त यहाँनिर स्याटरडे सन्डे चाहिँ पुरा भिड हुन्छ मान्छेहरू पुरा आउँछ अरू बेलाको भन्दा चाहिँ नानीको लुगाहरू चाहिँ यस्तो दामी हुन्छ कि के भन्नु गाइस मजाको हुन्छ मैले त 2टा लुगा लिएर चाहिँ यहाँनिर काउन्टरमा गएँ त्यहाँदेखि चाहिँ हामी चाहिँ यहाँ भर्खर गान्धी मैदान पुगेँ हो अन्त यहाँ उयो जाँदाखेरि चाहिँ ढिलो भयो नि त विशाल मेगामार्ट जाँदाखेरि चाहिँ अन्त त्यो काउन्टरमा अलिक भिड थियो त्यहाँदेखि भर्खर हामी यहाँ गान्धी मैदान पुगेँ अन्त यहाँ मेला पनि लागिरहेको थियो अन्त मैले मेला जाउँ भन्दै थिएँ कि त्यहाँदेखि अब मेला जानु भ्याउँदैन हो त्यही भएर चाहिँ अब कुनै दिन जाउँला नेक्स्ट टाइम यहाँ चाहिँ हामी आधी बाटो पुग्नु आँटिसक्यो अन्त छेमाको घर चाहिँ यता गान्धी मैदान हो नि त गान्धी मैदान पऱ्यो पत्थरघट्टा हो नि त अन्त यहाँबाट चेकपोस्टबाट चाहिँ अलिक टाढै पर्छ हो अन्त यहाँनिर अँधेरो भइसकेको थियो अन्त हामी फर्किँदा त बेलुका भएको थियो राति 10:30 बजिसकेको थियो 11 बज्न आइसकेको थियो त्यतिखेर चाहिँ हामीले यहाँ बल्ल त्यहाँदेखि एकछिन बाटोमा रोकेन गरम भएर भगवान् यस्तो गरम छ कि सिलगढी के भन्नु साथीहरू यहाँ चाहिँ मेरो छोरीले बदमास गरेर नि यस्तो बदमास गर्ने भएको छ कि के भन्नु अन्त यहाँनिर त बहिनी कराउँदै थियो नि त अन्त एकछिन गाडी रोकेको थियो अन्त यहाँ चाहिँ 9:12 भइसकेको थियो होइन मलाई चाहिँ हरेस लागेको थियो कि कहिले पुग्नु भनेर अन्त यहाँ चाहिँ दामी खालको स्कुल रहेछ नि त खै कसको भन्दै थियो होइन हस्बेन्डले अन्त के भन्छ के स्कुल भन्यो मैले नामै बिर्सेँ अन्त यो अगाडि चाहिँ श्री एकाडेमी स्कुल रहेछ नि त त्यो पनि एकदम दामी हो स्कुल यो चाहिँ श्री एकाडेमी थिएन अहिले त पुरा घरहरू स्कुल रहेछ यहाँनिर त स्कुलहरू पुरा छ जाँदा अन्त बाटो अगाडि हिमाली पनि छ त्यो माथिकै हो है खरसाङ ब्रान्च बेसी रफ भएर आयो पुग्न आँटे गाइज हामी चाहिँ यहाँ चाहिँ हामी बल्ल आइपुग्यौँ हो यहाँ चाहिँ खै के भने रिजोर्ट रहेछ एउटा कि दामी छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो पत्थरघट्टाको भित्र है
यो डेजर्ट पुरा मनपर्छ मलाई। अनि त्यहाँदेखि आँप फलिरहेको रहेछ साथीहरू। मलाई त कस्तो आँप खानु मन लागेर, तर के गर्नु बेलुका हुँदो टिप्दैन नि त। त्यही भएर चाहिँ अब अरू बेला कहिले चाहिँ टिपेर उयो गरिदिन्छु भन्दै थियो। अन्त यहाँनिर चाहिँ हतार हतार आएर चाहिँ हस्बेन्डले चाहिँ खाना खाँदैछ हो। अन्त यहाँ चाहिँ म चाहिँ नानीलाई भुलाउँदै थिएँ नि त। नानी चाहिँ पुरा रुन्छ नि त हाम्रो नानी, अरू कोहीसँग पनि मान्दैन नि त। त्यो नदेखेर होला, मसँग मात्रै बसेर होला कि। अन्त यहाँ चाहिँ हेर्नुहोस् न साथीहरू, मलाई यति भात हालिदिएर बहिनीले खाँदिनँ भन्दा पनि, अन्त म त खानु सकिनँ त्यो भात त। आधी त्यहीँ छोडिदियो हो। अन्त यहाँनिर बहिनीको चाहिँ छोरी यस्तो राम्रो भएको रहेछ, पहिलाको भन्दा निकै फेरेको रहेछ। यहाँ हाम्रो नानीलाई पुरा चल्दै थियो नि त। नानीहरू कस्तो मन पराउँछ है, खेल्छ है, पुरा खेल्दै थिएँ यहाँनिर हो। पुरा बोल्ने भएछ, हाँस्ने भएछ पुरा। 6 महिना लाग्यो अरे, 6 महिना पुग्यो भन्दै थियो। यहाँनिर त चल्दै थियो नि त दुईजना। त्यहाँदेखि चाहिँ मैले खानासाना खाइसकेर चाहिँ अब घर जानु आँटेको थिएँ है। त्यहाँदेखि यहाँनिर हेर्नुहोस् त नानीले कस्तो मजाको भएको छ है। अन्त हाम्रो उयो चाहिँ मेरो हस्बेन्ड चाहिँ बेङ्गली हो नि त। अन्त यहाँ चाहिँ मेरो नानी रोएर चाहिँ बिचरा निन्दा पनि लाग्यो होला। अन्त चाहिँ अब हामी जानु आँटेको थिएँ हो। अन्त यहाँनिर जिस्काउँदै थियो भने नानीलाई कस्तो मजाको रहेछ। पहिला त सानो थियो, यत्रो थियो नानी, अनि मजाले फेरिएछ। त्यहाँ चाहिँ मैले सानोबडे गिफ्ट ल्याइदिएको थिएँ नानीलाई, त्यहाँ त गिफ्ट दिँदै थियो हो ना भनेर। त्यहाँदेखि चाहिँ हामी त्यहाँबाट चाहिँ घर आएँ। बाटोमा घर आउँदा चाहिँ यहाँनिर बाटो खराब भएर हेलो एभ्रिवान, हामी चाहिँ भर्खर आइपुगे घर है। 10 साढे 10 हुन आँटिसक्यो। देखि आएर नानीलाई चाहिँ सुताइहालेँ। नानी चाहिँ सुतिरहेको छ। अनि म चाहिँ गरम बेसी भएर कोक खाँदैछु हो। गरम पुरा छ आमामामा। अन्तखेरि आजको लागि चाहिँ यति नै है। अन्त म यहीँ भिडियो एन्ड गर्छु। अन्तखेरि चाहिँ अब तपाईँहरूलाई कस्तो लाग्यो है मेरो भिडियो हेरेर, प्लिज डु लाइक सेयर सब्सक्राइब टु माई च्यानल है। तपाईँहरू नयाँ हुनुहुन्छ भने पनि सबै सब्सक्राइब गरिदिनुहोस्, लाइक सेयर सबै गरिदिनुहोस् है। अन्त तपाईँको अब धेरै धेरै मायाको निड छ मलाई होइन। तपाईँहरूले एकदमै माया दिनुहोस् कि म पनि काहीँ उचाइमा पुग्नु सकौँ है, लाइफमा सक्सेस हुँ। तपाईँहरूकोबाट धेरै आशा छ कि तपाईँहरूले मेरो भिडियो मन पराइदिनुहुन्छ भनेर है। अन्त धेरै धेरै मायाको जरुरत छ, धेरै धेरै माया पनि दिनुहोस्। अन्तखेरि आजको लागि यति नै। अन्त कहाँबाट हेर्नुहुँदैछ तपाईँहरूले है, मेरो भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस्। आजको लागि यति नै, बाई बाई।